शोषणको अन्त्य गर्ने अभियानमा, समृद्धि देशमा ल्याउने अभियानमा अनि त्यसपछि सामाजिक न्याय ल्याउने अभियानमा हामी हिँडिसकेका यो परिस्थिति चाँडै नआओस्। यो देशको लागि चाहिँ राम्रो विषय होइन। हिजोका पार्टीहरूले यस्तै षड्यन्त्रहरू गर्थे। आज हामी नयाँ भन्नेहरूले यस्तै षड्यन्त्र गर्ने हो भने कसरी यो नयाँ हुन्छ? नयाँ भन्नेले नयाँ किसिमले अगाडि बढ्नुपर्छ। एउटा त्याग गर्न सक्नुपर्छ। त्याग त यो कुलमान घिसिङले बढीभन्दा बढी माग राखेर चाहिँ यो एकता प्रक्रिया भाँड्यो भनेर पनि धेरै किसिम समाचारमा आयो। मैले धेरै कमेन्ट गरेको छैन यसमा, किनभने मैले के मागेँ प्रधानमन्त्री उहाँहरूलाई नै दिएको थिएँ, मैले सभापति उहाँहरूलाई नै दिएको थिएँ, उपसभापतिको पनि 4औं 5औं ग्रेडमा बस्न म तयार भएर गएको थिएँ। अन्तिम दिनमा मलाई साधारण सदस्य राखेर एउटा वरिष्ठ नेताको दर्जामा राखिदिनुहोस्, म एकता गर्न तयार छु भनेर भनेको थिएँ। यो डिमान्डको कुरै थिएन, यो स्पिरिट जनताको माग र भावनालाई बोक्ने कुरा थियो। त्यो भएको हुनाले यो विषयमा आम पब्लिकलाई जुन किसिमले गलत समाचारहरू सम्प्रेषण भइरहेको थियो